आजको डाँडाको उपवासको प्रार्थना चाहिँ सङ्गति चाहिँ हामी सुरु गर्दैछौँ। सर्वप्रथम परमेश्वरलाई धन्यवाद भएको होस्। यीशु ख्रीष्टको नाममा सबैजनालाई जय मसीह। हामी डाँडाको सङ्गति बस्नको लागि सबैजना तयार हुनुहुन्छ? आमेन। हुन्छ, आउनुहोस् हामी चाहिँ आजको यस सङ्गतिलाई चाहिँ हामी कोरस 27 ल्याएर अगाडि बढाउँछौँ। परमेश्वरको महिमा भएको होस्। अब हामी यसै गरी सुरुको प्रार्थनाको भागमा आइपुग्यौँ। सुरुको प्रार्थनाको भाग चाहिँ म पास्टरलाई दिनेछु। हुन्छ, परमेश्वरलाई धन्यवाद है, अनि सञ्चालिकाहरूलाई पनि धन्यवाद। यहाँ उपस्थित हुनुभएका सम्पूर्णमा यो नयाँ वर्ष 2083 को सबैमा शुभकामना र जय मसीह अभिवादन। अनि साँच्चै नै आजको दिन परमप्रभुले ईश्वरजीको दिन, उहाँले चाहिँ जुटाएको दिन, नयाँ वर्षबाट हामी चाहिँ एउटा नयाँ जीवनमा जिउनेछौँ भन्दै उपवाससहित हामी यो डाँडाको प्रार्थनामा हामी भेला भएका छौँ। धेरै धेरै धन्यवाद छ जसले समय दिनुभएको छ, यहाँ उपस्थित रहनुभएको छ। यहाँहरूलाई पनि परमेश्वरले प्रशंसा हुनेछ। अनि हामी यो सुरुदेखि यो आजको कार्यक्रमलाई परमेश्वरको हातमा राख्दै हामी सुरुदेखि अन्तिमसम्मको समय परमेश्वरको हातमा राख्दै प्रार्थना गर्नेछौँ। आउनुहोस् हामी सबैजना मिलेर प्रार्थना गरौँ है। महान परमेश्वर तपाईँलाई धन्यवाद प्रभु, साँच्चै नै तपाईँ महिमाको प्रवेश हुनुहुन्छ, स्वर्ग र पृथ्वीको मालिक हुनुहुन्छ, राजा हुनुहुन्छ, हरेक जाति जातिका धन्यवाद छ प्रभु। महान परमेश्वर आजको दिन तपाईँले समय म तपाईँको हातमा राख्दै आशिष अनुग्रह चाहन्छु तपाईँको पवित्र नाममा। आमेन। जय मसीह। उहाँलाई परमेश्वरले प्रशंसा आशिष दिनुभएको होस्। अब हामी यसै गरी भजनको भागमा आइपुगेका छौँ। भजन नम्बर चाहिँ 291 रहेको छ। हामी सबैजना मिलेर यस भजनलाई गाउँदैछौँ।
स्वर्गको ढोका खोलेछ उनैको कृपाले माया गरेर पापीहरूलाई उनैले बचाए बताइदेऊ सबैलाई बुझाइदेऊ सबैलाई सम्झाइदेऊ सबैलाई वनपाखा गुन्जाइदेऊ है मुक्तिको एउटा गीतले सत्यको सन्देश भनिदेऊ गीतको भाकाले सत्यको सन्देश भनिदेऊ गीतको भाकाले वनपाखा गुन्जाइदेऊ है हारको जीवन छैन यादेरी लागतमा प्रेमल छैन मान्छे सधैँको आँगनमा हारको जीवन छैन यादेरी लागतमा प्रेमल छैन मान्छे सधैँको आँगनमा खोज्नेहरूलाई जीवन सकलभरि पाखामा बेलै पो थियो मान्छेको मोल आफ्नै आँखामा बताइदेऊ सबैलाई बुझाइदेऊ सबैलाई सम्झाइदेऊ सबैलाई वनपाखा गुन्जाइदेऊ है मुक्तिको एउटा गीतले सत्यको सन्देश भनिदेऊ गीतको भाकाले सत्यको सन्देश भनिदेऊ गीतको भाकाले परमेश्वरको महिमा भएको होस्।